गाइस हाम्रो घरमा चाहिँ एकदम काम भइरहेछ। म चाहिँ अब ग्यारेज जान आँटेको नम्बर प्लेट भन्छ यस्तो फुल रोप्ने ठाउँ बनाएको दामी माथि पनि छत लगाएको छ अनि यहाँनिर गेट पनि बनाएको छौँ। गेट पनि दामी माथि पनि मेरो सुत्ने ठाउँमा यस्तो गिरिङ पनि छ। गेट पनि दामी बनाएको छौँ हामीले यस्तो सहने खालको गेट बनाएको छौँ। यस्तो सहने खालको बनाएको छु त्यो पनि देखाउँछ हजुरलाई। अनि दामी यहाँ भोलिपछि फुलै राख्ने माथि पनि फुल अनि मेरो बाइक पनि स्ट्यान्डमा छ। मेरो बाइक पनि एकरा लाग्यो। अब भेट्यो भने चाहिँ मासु होला ट्राफिकले भेट्यो भने चाहिँ मासु होला तर पनि अब मन हो होइन मन चाहिँ मार्नु सकिँदैन होइन भन्छ नि अब मन परेपछि जे पनि गरिन्छ। त्यही भएर मैले चाहिँ अब लगाइदिएँ होइन साइलेन्स जे पर्ला त्यो पर्ला ट्राफिकले के भन्छ कुनै थाहा भएन हेर्नु सक्नुहुन्छ। एक्लाको लगाइदिएको छु कस्तो देखिएको छ लुक्स पनि होइन। अब हेर्नु है म बटाएर देखाउँछु कस्तो बच्छ है। यतिको पड्किन्छ होइन ट्राफिकले भेट्यो भने चाहिँ मलाई मार्छ होला कि तर पड्किन्छ मस्त हुन्छ है। सुन्नु होला नि है अब भेटेर भने मार्ने छ होइन तर पनि मैले चाहिँ लगाइदिएँ। अब जस्तो पर्ला त्यही पर्ला अब के गर्नु आफ्नो मन मार्नु सकिँदैन होइन। अब ट्राफिकले जे हुन्छ जे होगा सो होगा देखा जाएगा है त लगाइ। अब चाहिँ हामी बजार जान्छौँ अहिले बजार जाने गरेको भिडियो पनि गोप्रोबाट देखाउँछु। योभन्दा धेरै पड्काएको देखाउँछु खतरा योभन्दा ज्यादा पड्किन्छ। यो चाहिँ नर्मल हल्का पड्काएको मात्रै है त लगाइछु। अहिले चाहिँ एकछिनमा भेट्छु। ल गाइस मैले क्यामेरा पनि फिक्स गरिसकेँ। अहिले मैले पड्काएको काम पनि हजुरलाई दिएको थिएँ। कति इङ्ग्लिस बोल्नु चाहिँ हुन्थेन तर नि इङ्ग्लिस चाहिँ बोलिन्छ हल्का फुल्का टोडेमा। अनि हल्का म्याच पनि गरेको जस्तो लाग्छ मलाई होइन। यसले कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट गर्नु है। मलाई चाहिँ सुहाए जस्तो लाग्यो। अब यस्तो फोहोर भइरहेको छ यस्तो फोहोर भएपछि हिजो भएको यहाँनिर बनाएर लाएको पिक्चर देखिरहेको छ अनि कलर हालेको थियो यहाँको कलर यहाँ कलर हेर्नु न कलर हानेको कलर यता कलर उता पुगेछ कि तातेर मोबाइल ठिक छ होला चलाएर सफा गर्छु। अनि अब नम्बर प्लेट फेर्नु जान आँटेको नम्बर प्लेट यस्तो भएछ ढुट्टो भएर चाहिँ हेर्नु सक्नुहुन्छ। यस्तो बिजोग भइरहेछ यसलाई फेर्नु जान आँटेको 500-600 कति पर्छ तपाईँले फेर्न आउने ल। नदीबाट कालो न कालो यो पनि कालो न कालो देखिरहेको छ मिटर पनि भने जस्तो भएको छैन। अब यसलाई अझै मलाई मोडी गर्नु मन लागेको छ। मोडी चाहिँ म अहिले भन्दिनँ भोलि पछि भन्छु हजुरलाई। यहाँदेखि यतादेखि सबै यता लगेर सबै यसको कभर इन्जिन कभरहरू हाल्नु भनेको बनाइसकेपछि हजुरलाई देखाउँछु। अहिले चाहिँ अनि त्यति साह्रो आवाज ननिकाल्नु होला गाह्रो हुन्छ। आवाज निकाल्नु पनि हुन्छ हल्का हल्का। अब ट्राफिक छैन भने कसरी बस्नु मलाई थाहा छैन होइन नो आइडिया।
हल्का बिस्तारै कुदाउनु पर्ने यतिको लेभलमा जानुपर्ने हुन्छ 19, 17, 20को लेभलमा जाँदाखेरि चाहिँ अलिक पराउँदैन होला सायद होइन नभए त यसको त Jackson लेखेर लानु होइन यसमा फेरि एक्सन गर्ने बेला आउँदैन भिडियोमा फेरि बोलेको आएको छ कि छैन एकचोटि फेरि अफ गर्नु पऱ्यो गाइस हामी चाहिँ अब सिधै खतरा लाग्यो के लाउनु कति लाउनु यति यहाँ लाउनु अब यो त सुहाउँदैन मेरो के गर्नु इच्छा गर्ने यहाँ मेरो त सुहाउँछ यहाँ ट्राफिक अगाडि यसरी कुदाउनु पर्ने हुन्छ बिस्तारी यसरी कुदाउने हो फर्कनेबाट पङ्गला जाँदा अब सुन दाइ तपाईँ कहाँ जानुहुन्छ ल सुनि दाइ यो नम्बर प्लेट पाउनु पऱ्यो भनेको भ्याउनुहुन्छ नि यसको नम्बर प्लेट क्या पछाडिको मात्रै गरिदिनु न हजुर अवस्था त्यो नम्बर मेटेको छ प्लेट छ लु भाइ तपाईँ कपाल काटेर आइज म दाइकोमा यहाँ बनाउँछु यही हो हाम्रो नम्बर प्लेट बनाउनु ठाउँ यो दाइको हेलमेट सप हो हेलमेट पनि बबल हुन्छ इलाममा आउनु सक्नुहुन्छ त्यहाँनिर चाहिँ बाइकको मोडिफाई भन्दा पनि स्टिकरहरूदेखि लिएर सबै कुरा तपाईँहरू बनाउनु सक्नुहुन्छ एकदम सुपथ मूल्यमा डिस्काउन्ट सहित दाइले दामी बनाउनुहुन्छ स्टिकरहरूदेखि लिएर नम्बर प्लेटहरूदेखि लिएर हेलमेटहरूदेखि लिएर सब बनाउन सक्नुहुन्छ रङहरू
जाडो परेर त तातो छ अब लागि भयो खाँदा खाँदै त्यस्तो भयो खाँदा खाँदै त्यस्तो भयो अब कति लाग्छ भन्नु मान्छे जिल्लामा अब यो ट्रिप गर्नु मै मात्रै हुन्छ होइन मलाई त पुगेसम्म मान्छे पनि होला घरमा आएर पुग्दैन
त्यो त चाहिँ मैले उड्नु खोजेछु मात्र ल हाम्रो घर आइसक्यो यति पड्किन्छ त्यो पड्केको छैन भने त मलाई आफै इरिटेसन लाग्छ भने चाहिँ समाजमा नराम्रो भइहाल्छ त्यत्रो पड्काएर हिँड्छ डिस्टर्ब गऱ्यो भन्ने सोच्छ होला त्यसको लागि आइम सरी यो दिन म राख्दिनँ एक दिन पड्काउँछु त्यहाँदेखि म बन्द गरिदिन्छु होला सायद मन त राख्छ नि अब इन्डियातिर अर्काको ठाउँतिर त पड्काउँदै हिँड्नु पाउँछ आफ्नो बाइक जति पैसाले किने पनि पड्काउँदै देखाउनु पाइन्छ हाम्रो नेपालमा पाइँदैन के गर्नु हाम्रो नेपालमा त कर पनि तिर्नुपर्छ आफ्नै पर्सनल पैसा किने पनि टन्नै पैसा खर्च गरे पनि डह्रो खर्च हुन्छ बाइक पनि उस्तै राम्ररी आफूले कुदाउनु पाइँदैन उनीहरूको नियममा एक तरिका हिसाबले राम्रो पनि हो अर्को हिसाबले नराम्रो हो नि त किनकि आफूले पैसा किनेर लगाइसकेपछि त आफ्नो पर्सनल रूपमा कुदाउनु पाइयो नि त होइन त्यो कुरो होइन ठिक छ ल यति भने अब म भाइ आइदिन हेर एकदम यस्तो गर्नु खोजेको त्यस्तो हात भइहालेछ